सामाजिक अभियन्ता शर्मिला वाइवामाथि ज्यानै लिने नियतले टाउकोमा रड प्रहार भएको छ। आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइवामाथि सांघातिक आक्रमण भएको छ। उनीमाथि आज साँझमा बौद्धमा रड प्रहार भएको हो। अहिले उनको अस्पतालमा उपचार भइरहेको र उनी खतरा मुक्त भएको जानकारी आएको छ। उनको ज्यानै लिने नियतले टाउकोमा रड प्रहार भएको देखिन्छ। घटना कसले र किन घटायो भन्ने एकिन तथ्य खुलेको छैन। उनको टाउकोमा ठुलो चोट लागेको छ। प्रहरीले घटना सम्बन्धी सत्य तथ्य पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको र चाँडै अपराधीलाई पक्रने बताएको छ। यसरी उनको टाउकोमै रड प्रहार हुनुले उनीमाथि ज्यानै लिने हिसाबले आक्रमण भएको अनुमान गर्न सकिन्छ। कुनै पुरानो व्यक्तिगत रिसिपीको कारणले यो घटना घटेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ। सीधा बस्नु